हेलो गाइज नमस्ते एन्ड झोरले है फेरि पनि मेरो नयाँ भिडियोमा यहाँलाई एकदम स्वागत छ है। अब आज चाहिँ हामी अब त्यही हो गडी डाँडा भन्ने ठाउँसम्म जान्छौँ होला बाइक त्यहाँ राखेर। आज त्यही गाउँ फर्किन्छौँ होला, भोलि मात्रै हामी फर्किन्छौँ होला काठमाडौँ चाहिँ है। किनभने अब सधैँ हिँड्ने बाटो अहिले ब्लक भइरहेछ नि त, योपालि दसैँमा आएको पानीले गर्दाखेरि। त्यसै कारण हामी अर्को बाटो पहिला सुरुमा खनेको बाटो हो कि त्यो चाहिँ गाइजहरू है। किनभने त्यो बाटो अब यो अर्को नयाँ बाटो खनेदेखि त्यो बाटो त्यतिमा के भन्नु चलाएको थिएन क्या। त्यही भएर अलि बाटो चाहिँ अलिक खतरनाकै, अलि बाटो छैन एक दुई ठाउँमा, अब ठेलेरै लानुपर्छ भन्ने कुरो आएको छ है। अब हेर्दै जाउँ अब कसरी चाहिँ बाटो, म हजुरहरूलाई देखाउँदै जाउँला है। आज चाहिँ माउन्ट छैन, जो हल्का हल्का भिडियो खिच्छु होला। अब त्यही हो, हेरेर सपोर्ट चाहिँ गरिदिनु पऱ्यो गाइजहरू। अब त्यही त हुने है। ल त गाइजहरू, हाम्रो बाइक चाहिँ यहाँ छ है, दुईवटा छ, अर्को एउटा बाइक पनि आउनेवाला छ है। बाइक चाहिँ तीनवटा हुन्छ होला आज है। मान्छे चाहिँ हामी लगभग अब 4जना जति हुन्छौँ होला। हामी 4 दाजुभाइहरू जान्छौँ, किनभने अलिक गाह्रो पनि छ अरे कि, त्यही भएर मान्छे पनि चाहिन्छ। अब त्यही हो, एउटा बाइक पनि आइसकेको छ है। अब यही हो, हामी यो 3टा बाइक आज लाँदैछौँ है। अब हेरौँ बाटोमा अब कस्तो रहेछ बाटो, हेर्दै जाउँला है त गाइजहरू। साइन दाइ खोइ, सान्दा खोइ त ल अलि छिटो भइदियो हुन्थ्यो यार, फेरि फर्किनुपर्छ यतै है। बाटो हेर्दै जाउँ कस्तो रहेछ। सुरुमै हाम्रो साइन दाइको एजेड बाइक चाहिँ फसेको अवस्था हो। बल्ल बल्ल यहाँबाट उद्धार कार्य भयो है। ल ल ल रामदा, ल यहाँ म भिडियो खिच्दैछु है। ल आउँछ मजाले आउँछ यतिमा। ल यी बाटो यस्तो छ गाइजहरू है, यही नजिकै खोला पनि। हाम्रो यहाँ जेठा दाजु है, आज बाइक पार गरेर जाँदै होइन त। बिस्तार है, बिस्तार रामदालाई बिस्तार पर्दैन यताबाट। ल ल ल बिस्तार है, बिस्तार। ल है, एउटा खोला त पार भयो गाइजहरू। अब यस्तै कतिवटा पार गर्नुपर्ने हो। अब हेर्दै जाऊँ है त। ल है गाइज, अब आज अलिक गाह्रै पर्ला छ है, तर हामी हुन त पूर्व तयारीमै छौँ है। तर यहाँ हाम्रो साइडलाइनको एजेड बाइक चाहिँ फसेको अवस्था है। ल रामदाई, ओ रामदाई पूर्व तयारी होइन त, भिडियोमा आउँछ है बुढा। ल के हामीसँग के सामान छ हो? ल सामान पनि चाहिन्छ है। पूर्व तयारीको साथ जाँदैछौँ हामी। अब हेरौँ है। ल गाइज, हाम्रो नेक्स्ट स्टेप है कस्तो रहेछ बाटो, पहिला हेरौँ। पहिला बाटो हेरौँ है कस्तो रहेछ। बाटो हेरौँ है, बाटो त अलिक खतरनाकै रहेछ है, खोलाको बाटो। बाटो यस्तो छ है, तपाईँहरूले हेर्न सक्नुहुन्छ है। यसपालिको पानीले त गर्नु पऱ्यो नि यार। बाटो अलिक खतरनाकै छ। ल यहाँसम्म बाटो अलिक खतरनाकै रहेछ है। समात्दै ल्याउनु पर्ने होला। छ त हामी 4जना छौँ है। हेरौँ हाइट, पसिना भयो यार। बल्ल बाइक पार लाग्यो है एक ठाउँबाट। अब कति ठाउँ पार गर्नुपर्ने हो। अब अगाडि हेर्दै जाउँ। म चाहिँ यहाँ माथिपट्टिको बाटोमा आएर बसिरहेको छु। अब खोइ अरू आउँदैछ है, बिचमा रोकेको जस्तो छ। अब हेरौँ। ल फर्स्टमा चाहिँ हाम्रो आरएल सर आइपुग्नु भयो है। आरएल सर कस्तो रहेछ त बाटो? तपाईँहरू अड्किनु भयो क्या हो? ल आरएल सर भ्लगमा छु है म। ल भ्लगमा छु आरएल सर, कस्तो छ बाटो? ठिक छ नि? एकदम खतरा छ भाइ। मेरो भ्लग कति हेर्नुहुन्छ? भ्लग हेर्नुहुन्छ मेरो? ल अब एकजना दाइलाई पर्खिँदैछौँ हामी है, साइरा दाइ। एकछिन आरएल सर आउँदैछ। तर त्यो बाइक चाहिँ अलिक फस्दो रहेछ है। होइन त्यो टायर ठुलो छ कि, अस्ति मेरो त्यही भयो त नि। टायर पनि ठुलो, त्यही माथि टायर पनि अलि राम्रो खालको। भोलि जाने हो? भोलि हुन्छ होला। त्यहाँ अर्पिन पनि सँगै पठाउनु। ल ठिकै छ, गयो भने लगेर जाउँला त सँगै, के छ र। ल साइदालाई पर्ख्यौँ है।
साइनले पर्किने कि अलि माथि गएर पर्किने के गर्ने त्यो उतापट्टि हालिदिएको हुन्छ एकछिन पर्खाउँ नि है ल साइन्दा के हो नि अर्को त यार धेरै टाइमसँग किन के भयो र पिकअप चुटेको मेरो बाइक के भयो हो त्यस्तो नटुनु पनि अनि एफजेडको त नटुनु पर्ने त यार नटुनु पनि लास्टै टुट्यो ल ल ल केही छैन जाउँ अब खोइ त अरू माइल ल्याएर हामी ठुला खोइ त कसरी टुट्यो पिकअप यार ठुलाएर माइल खोइ त त्यसरी के अरे के भन्छ त्यसरी घुइँ गरेर चलाउनु हुन्न कि क्लच प्लेट उडिहाल्छ नि यार उड्स्यो अनि अस्ति भर फेरि भने होइन ल अब हामी यहाँ यो स्टेसन खतरनाक स्टेसन पनि पार भइसकेको अवस्था हो है अब यो माथितिर कस्तो छ अब त्यो पनि हेरौँला है त्यो गाइजहरू तर आज माउन्ट छैन यार है त्यही भएर अलि खल्लो हुने हो कि जस्तो भ्लग अलिक खल्लो हुने हो कि जस्तो लागिरहेको छ है अब त्यही हो ल ठाउँमा बाइक फसिरहेको छ यार ल यहाँ खोइ त सानो उनीहरू खोइ त ल ल पख है म हेर्छु ल यहाँ बाइक जबरजस्ती गर्दै हुनुहुन्छ है ल ल ल ल मैले फर्स्टचोटि बाइक ल्याउन पनि यही बाटो आएको थिएँ गाइजहरू लगभग आजभन्दा 6-7 वर्ष अगाडिको कुरा होला है अहिले सेकेन्ड टाइम हो बाटो हेर्दै पनि कस्तो रहेछ है ल किनभने हाम्रो सुरुमा खनेको बाटो चाहिँ यही हो है गाइजहरू सबभन्दा पहिला खनेको बाटो चाहिँ यही हो है अब हेर्दै ल धकेल गरेर यहाँसम्म आइपुग्यो है छेत्री डाँडामा है त्यही हो बाटो अप्ठ्यारो छ उता पर ल त है थकित भइरहेछ है राम दाइ कस्तो भइरहेछ त यता भ्लगमा छ है यता हेरेर भनौँ न गाह्रो भइरहेको छ है खतम भएको छ ल बेलुका आउँछ है दाजुहरू यो भ्लगमा हामी कति आधी बाटो त आइपुग्यो आज जति होला है ल अब हामी पनि जाने है साइडको अवस्था हेर्न सक्नुहुन्छ खास तपाईँहरूले है बाइकको टायरले है अब के भन्नु अब अर्को अलि डेन्जर ठाउँमा आएको होइन यताबाट हो राइट हो अब यहाँ अर्को एउटा स्टेप बाँकी रहेछ है अब यो स्टेप पार गर्नुपर्छ है त्यही हो ठिकै छ त यतिमान म हेर्छु है पहिला बाटो कस्तो रहेछ ठिकै छ त यतिमान त यही नारायण सर यति नै होइन ठिकै छ त ल गाइजहरू हामी पहिला बचपनको बेलामा माछा साछा मार्ने खोला चाहिँ यही हो है गाइजहरू हेर्नु सक्नुहुन्छ तपाईँहरूले है आज हाम्रो सबैजनाको हालत खराब भइसकेको छ यहाँ हाम्रो साइलो दाइले हेर्न सक्नुहुन्छ लाइभमा होइन साइलो दाइ के छ त ल यो अलिकता खेल्नुपर्ने चाहिँ त्यही हो ल हाम्रो अर्को दुईजना दाइहरू पनि आइपुगिसक्नु भएको छ है त्यहाँबाट सोधालो बोकेर है हाम्रो दुईजना सरहरू यहीँ रहेछ अलिकता हो ल है त अब यो पार गर्छौँ हामी त्यहाँ ठेल लैजाऊ ल त गाइजहरू है हामी चाहिँ अहिले फाइनली यहाँ ढोगरपा भन्दा पनि गडी डाँडा भन्छ के अरे गडी डाँडामा आइपुगिसकेको छु है आइपुगिसकेको छौँ अब त्यही हो सबैजना थकित पनि छ है ड्राइभर सबैजना थकित भएर बसिरहनु भएको छ म चाहिँ यहाँ हल्का यता आएर यसो भिडियो बनाइरहेको है अब हामीले बाइक यहीँ राख्छौँ होला अब यहीँबाट घर फर्किन्छौँ अनि भोलि मात्रै हुन्छ होला काठमाडौँ चाहिँ हामी है ल हाम्रो बाइक चाहिँ यहाँ छ है गाइजहरू तपाईँले हेर्न सक्नुहुन्छ यहाँ राखिसक्यो हो तर मेरो चाहिँ पङ्चर भइदियो है कसरी लाग्ने तनाव पो छ यार ए ल है गाइजहरू अब चाहिँ हामी बाइक साइक राखेर यताउति फर्केको है हामी खास हिँड्ने मेन बाटो चाहिँ यो हो है अब हामी अर्को बाटोबाट लिएर आएको है अब तर यो हामी मेन हिँड्ने बाटो चाहिँ कस्तो रहेछ म त्यो पनि तपाईँहरूलाई देखाउँदै जान्छु है ल ठिकै छ ल है त यहाँनिर अलिक डेन्जर बाटो छ अरे भन्ने सुन्नमा आएको थियो हामीले अर्को बाटोबाट लिएर आएको बाइकहरू चाहिँ है अब कस्तो रहेछ है अब त्यो बाटो कहाँ बिग्रिरहेको छ त्यो चाहिँ म हजुरहरूलाई देखाउन जानेछु है त ल हेर्दै फर्स्ट स्टेप नै यस्तो रहेछ है बस हिँड्ने बाटो यस्तो भएको रहेछ अब कहाँबाट आउँछ यो यस्तो मान्छे हिँड्नु त अलिकति धाउने रहेछ है यहाँ माटो हालेर सम्भव छैन कहाँबाट ल्याएर हाल्ने ल हेर्दै जाउँ ल है त कस्तो छ के छ बाटोको अवस्था है यस्तो रहेछ कहाँ यहाँबाट बाइक ल्याउनु सक्नु तपाईँले हेर्न सक्नुहुन्छ है यस्तो हो यस्तो रहेछ बाटो यहाँ दाइहरू आउँदै हुनुहुन्छ है अब अरू अगाडि के छ त्यो पनि हेर्दै जाउँ है त गाइजहरू
सेकेन्ड स्टेप पनि सुरु भयो है। अब यस्तो रहेछ सेकेन्ड स्टेप चाहिँ तपाईँले हेर्नु सक्नुहुन्छ है। यो पर रोडको बाटो त्यो हो होइन, यस्तो छ। अब हेर्दै जाउँ है, यस्तो बाटो रहेछ। अनि कहाँबाट हामीले बाइकहरू ल्याउन सकिन्छ त यार। धेरै दुःख भयो है गाइजहरू आजको दिनमा, तर केही छैन है। अब आफ्नो गाउँठाउँ नै यस्तै छ है। तपाईँहरूले हेर्नु सक्नुहुन्छ कि मान्छे हिँड्नलाई पनि अलिकति गाह्रै स्थिति हो। तल यस्तो देख्न सक्नुहुन्छ। त्यही हो, हाम्रो गाउँबाट काठमाडौँ जाँदाखेरि मेन हिँड्ने बाटो चाहिँ यही नै हुन्छ कि गाइजहरू। यो धेरै सर्टकट पर्छ। अघि हामीले जुन बाइक लिएर आयौँ त्यो बाटो चाहिँ तपाईँको त्यो पहिला खनेको सुरुमा खनेको बाटो हो है। तर बाटो चाहिँ राम्रै रहेछ। कुनै कुनै ठाउँमा अलिक अप्ठ्यारो पनि रहेछ, बल्ल बल्ल आइयो। मेरो त बाइक पनि पङ्चर भएको छ। अब कसरी लाने हो, पुगिन्छ कि पुगिन्न हेर्दै जाउँ। अब त्यही हो, लगभग हामी के भन्छ यो थानपति डाँडा भन्ने ठाउँमा आइपुग्नु लागिसक्यो है। त्यही थानपति डाँडामा गएर म भिडियो इन गर्छ होला आजको। तर आजको भिडियो अलिकति लामो पनि हुन्छ होला है। कृपया प्लिज धैर्य गरेर हेरिदिनु होला। यस्तो रहेछ बाटो, तपाईँले हेर्न सक्नुहुन्छ। यो बाटो भइहाल्यो होइन, यस्तो यस्तो रहेछ। अनि यहाँबाट कसरी बाइकहरू ल्याउन सक्नु त, गाडी कसरी आउनु त। ल अब म हजुरहरूलाई एकैचोटि थानपट्टि डाँडातिर गएर नै भेट्छु होला है। यस्तो छु है, ठाउँमा छु। के गर्नु, जे जस्तो भएन आफ्नै ठाउँ हो है। नयाँ लाग्छ, अब केही छैन। यसलाई अब सुधार्दै लानुपर्छ, त्यही हो। ल अब म चाहिँ एकैचोटि हजुरहरूलाई थानपट्टि डाँडातिर गएर भेट्छु होला है त। ल देखिहाल्नु यस्तो छ बाटो है, बाटोको अवस्था। ल ओहो, यहाँ झन् डेन्जर रहेछ है गाइजहरू। दाजुहरू भिडियोमा आउन लजाउनुहुन्छ है। म पछि बसेर हल्का हल्का खिचिरहेको छु है। त्यो तपाईँले हेर्नु सक्नुहुन्छ। यहाँ झन् डेन्जर रहेछ यार। ओहो, बाटै छैन त कताबाट जाने हो। यस्तो छ यहीँ, बिस्तारै बिस्तारै। ल बाटो खन्दै बिस्तारै है। ल यहाँ चाहिँ बाटो खन्ने कार्यक्रम भइरहेछ है। ल यस्तो रहेछ बाटो है। ल ओहो, बाटो डेन्जर रहेछ यार। बिस्तारै बिस्तारै। ल दुईजना त अहिले बाटो खन्ने हुनुहुन्छ। ल साइड यहाँ भिडियो गरिरहेको छु मैले, भ्लग। ल म बोकाउँ लाग्यो साइडले एकछिन। ल ओ राम दाइ के छ त। ल बुढा बेलुका भ्लगमा आउँछ। आज त अहिले आउने होला, एडिटिङ गर्नु भ्याउँदैन होला, भोलि चाहिँ आउँछ। सम्भवै रहन्छ है। त्यसै कारणले केटाहरूले उताबाट बाइक लगाएर रहेछ है, बाइक स्कुटरहरू। अब हामी पनि यहाँ बाटो बनाएर घर फर्किने क्रममा छौँ। देखिहाल्नुभयो होला है बाटोको अवस्था। बाटो गर्ने क्रम चाहिँ उता पनि त्यस्तै छ। त्यो बाटो हामी लड्दै जान्छौँ गाइजहरू। फाइनल्ली अब के भन्छ, लड्दै पढ्दै अब हाम्रो गाउँको घरमा आइपुगिसकेको छौँ हामी है। दुईजना दाइहरू अगाडि गइसकेको रहेछ। अब साइनलाई यहाँ मसँग हुन्छ। साइनलाई कस्तो भयो त आज कस्तो हुनु नि, बाइक लानलाई लास्टै गाह्रो भयो। अब के भन्नु, बाटो बिग्रेर। त्यही त साइनलाई। ल केही छैन। र त गाइजहरू आजको लागि भिडियो म यहीँ इन गर्न चाहन्छु है। अब त्यही हो, दुःख पाइयो। आउनुपर्ने बाटो हिँड्नुपर्ने बाटो नहेर्दा अर्को बाटो हिँड्नु पऱ्यो। त्यसै कारण दुःख पनि धेरै भयो। अब केही छैन, त्यही हो। अब यति भन्दै आजलाई यहीँ भिडियो इन गर्छु होला म। सबैलाई अब त्यही हो, सबैको जय होस्, नमस्ते, झोर्ले है त सबैजनालाई। ल।